प्रिय दर्शकवृन्द नमस्कार। आज हामी एउटा यस्तो मोडमा उभिएका छौँ जहाँ हाम्रो देशको भविष्य फेरि एकपटक हाम्रै हातमा आएको छ। आसन्न निर्वाचन केवल मत हाल्ने प्रक्रिया होइन, यो हाम्रो आशा, हाम्रो आवाज, हाम्रो जिम्मेवारीको परीक्षा हो। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताको निर्णय हो र त्यो निर्णय अब केही दिनमै अभिव्यक्त हुँदैछ। पछिल्ला वर्षहरूमा देशले धेरै उतार चढाव देख्यो। सडकमा युवाहरूको आक्रोश, सामाजिक सञ्जालमा बहस र परिवर्तनको चाहनाले जन्माएको विभिन्न आन्दोलनहरू, यी सबैले देखाएका छन् कि नेपाली जनता सचेत छन्, जागरुक छन्। विशेष गरी जेन्जी आन्दोलन भनेर चिनिने युवा पुस्ताको आवाजले परम्परागत राजनीतिलाई प्रश्न गरेको छ। उनीहरूले पारदर्शिता, रोजगारी, सुशासन र अवसरको समानताको माग गरेका छन्। यो केवल आन्दोलन होइन, यो पुस्ता परिवर्तनको सङ्केत हो। यसै सन्दर्भमा चर्चित उम्मेद्वारहरूको चर्चा पनि चुलिएको छ। उदाहरणका लागि केपी शर्मा ओली, पुष्पकमल दाहाल जस्ता पुराना अनुहारहरू पुनः मैदानमा छन् भने अर्कोतर्फ बालेन्द्र शाह, रवि लामिछाने, गगन थापा, हर्क साम्बाङ, राजेन्द्र लिङ्गदेन, रेणु दाहाल जस्ता पुस्ताका प्रतिनिधिहरूले वैकल्पिक राजनीति सम्भव छ भन्ने सङ्केत दिएका छन्। यी नामहरू व्यक्ति होइनन्, फरक फरक सोच र शैलीका प्रतिनिधिहरू हुन्। अब निर्णय हाम्रो, हामी स्थिरता रोज्छौँ कि परिवर्तन, अनुभव रोज्छौँ कि नयाँ ऊर्जा। नेपालको वर्तमान अवस्थामा मिडियाको भूमिका झनै महत्त्वपूर्ण बनेको छ। साँचो सूचना दिनु, अपवाह रोक्नु, सत्तालाई प्रश्न गर्नु र जनताको आवाज बन्नु यी मिडियाका मूल दायित्व हुन्। सामाजिक सञ्जालको तीव्र प्रभावका बीच सत्य र असत्य छुट्याउने जिम्मेवारी झनै बढेको छ। यदि मिडिया निष्पक्ष, निर्भीक र उत्तरदायी रह्यो भने लोकतन्त्र बलियो हुन्छ। तर यदि मिडिया विभाजित वा प्रभावमा पर्यो भने जनविश्वास कमजोर हुन्छ। हाम्रो देशको भूगोल पनि उत्तिकै विशेष छ। उत्तरमा सगरमाथा जस्तो संसारकै अग्लो शिखर, दक्षिणमा उब्जाउ तराई, बीचमा हरियाली पहाड। नेपाल केवल भूभाग होइन, विविधता र सम्भावनाको सङ्गम हो। हिमाल, पहाड, तराई जोडिएको यो सानो देशको संस्कृतिको बहुरङ्गी फुलबारी फुलेको छ। यस्तो भौगोलिक र सांस्कृतिक धनी देशलाई समुन्नत बनाउने जिम्मा हामी सबैको काँधमा छ। अब प्रश्न उठ्छ, पत्रकारिताको दायित्व के हो? पत्रकारिता केवल समाचार लेख्ने पेसा होइन, यो समाजको ऐना हो। पत्रकारले सत्य बोल्नुपर्छ, चाहे त्यो कति नै असहज किन नहोस्। पत्रकारले कमजोरको पक्षमा उभिनुपर्छ, सत्ताको निगरानी गर्नुपर्छ, जनतालाई सचेत बनाइराख्नुपर्छ। आज जब सूचना बाढी चाहिँ बगेको छ, तब सत्यको छनौट गर्ने जिम्मेवारी झनै गम्भीर भएको छ। पत्रकारिताले सनसनी होइन, सत्य रोज्नुपर्छ, विभाजन होइन, एकता खोज्नुपर्छ। निर्वाचन आउँछ जान्छ, नेता आउँछन् जान्छन्, तर देश सधैँ देश रहन्छ। हाम्रो नेपाल, हाम्रो पहिचान, हाम्रो भविष्य, यी सबै हाम्रो चेतनामा निर्भर छन्। मत हाल्दा केवल व्यक्ति होइन, विचार रोजौँ, आक्रोश होइन, विवेक रोजौँ, अपवाह होइन, तथ्य रोजौँ, सत्य रोजौँ। चुनाव लोकतन्त्रको पर्व हो र यो पर्वलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने महत्त्वपूर्ण जिम्मेवारी पत्रकारको काँधमा पनि हुन्छ। त्यो हामीले बुझेका छौँ। चुनावका बेला पत्रकारको पहिलो दायित्व सत्य र प्रमाणका आधारित सूचना जनतासम्म पुर्याउनु हो। हल्ला, भ्रम र दुष्प्रचारलाई रोक्नु हो। तथ्य सत्य जाँच गर्नु हो। मतदातालाई सही जानकारी दिनु पनि हाम्रो कर्तव्य हो। पत्रकारले सबै उम्मेद्वारलाई समान अवसर दिनुपर्छ, चाहे त्यो गगन थापा जस्ता स्थापित नेता हुन् वा रवि लामिछाने, बालेन्द्र शाह जस्ता नयाँ अनुहार हुन्। पत्रकारले, मिडियाले कसैको पक्ष वा विपक्षमा उभिनु हुँदैन, सत्यको पक्षमा उभिनुपर्छ। साथै मतदान प्रक्रियामा अनियमितता भए त्यसलाई उजागर गर्नु, मतदाताको आवाजलाई प्राथमिकता दिनु र लोकतन्त्रको रक्षा गर्नु नै चुनावमा पत्रकारिताको सच्चा भूमिका हुन्छ। त्यो हामी निर्वाह गर्छौँ। निष्पक्ष पत्रकारिता नै बलियो लोकतन्त्रको आधार हो। पत्रकारिता बलियो लोकतन्त्रको आधार हो। निर्वाचन लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो। जनप्रतिनिधि चयन गर्ने यो प्रक्रिया केवल संवैधानिक अभ्यास मात्र होइन, जनसार्वभौम अधिकारको सजीव अभिव्यक्ति हो।
यही प्रक्रिया मार्फत राष्ट्रको नीतिगत दिशा निर्धारण हुन्छ, विकासको मार्ग चित्र कोरिन्छ र सुशासनको आधारशिला मजबुत बनाइन्छ। त्यसैले मतदाता सूचीमा सूचीकृत प्रत्येक नागरिकको सहभागिता केवल अधिकारको प्रयोग होइन, उत्तरदायित्वको निर्वाह पनि हो। मतदान केन्द्रसम्म पुग्नु भनेको आफ्ना आशा, अपेक्षा र आकांक्षालाई मतपत्र मार्फत राष्ट्र समक्ष प्रस्तुत गर्नु हो। एक मत सानो देखिन सक्छ, तर त्यही मतले परिवर्तनको ढोका खोल्ने सामर्थ्य राख्छ। लोकतन्त्रको भिडको आवाज होइन, सचेत नागरिकको विवेकपूर्ण निर्णयको परिणाम हो। निर्धारित मितिमा आफ्नो नजिकको मतदान केन्द्रमा उपस्थित भई आफूले विश्वास गरेका, आशा गरेका, योग्य ठानेका उम्मेदवारहरूलाई शान्तिपूर्ण तथा जिम्मेवार ढङ्गले मत प्रदान गर्न सम्पूर्ण मतदाताहरूमा हार्दिक आह्वान पनि गर्दछ। लोकतन्त्रको सुदृढीकरण कागजी व्यवस्थाले होइन, नागरिकको सक्रिय सहभागिताले सुनिश्चित गर्छ। अन्त्यमा हामी पनि प्रतिबद्धता गर्दछौँ। हामीलाई थाहा छ कि मिडियाको भूमिका अझै संवेदनशील र महत्त्वपूर्ण हुन्छ। सत्य, सन्तुलित र प्रमाणमा आधारित सूचना प्रवाह गर्नु, दुष्प्रचारलाई रोक्नु, सबै उम्मेदवारलाई समान अवसर दिनु हाम्रो मुख्य दायित्व हो, प्रमुख दायित्व हो। त्यो हामी भुल्ने छैनौँ। त्यो हामी कहिले भुल्ने छैनौँ, कदापि भुल्ने छैनौँ। कतै चुक्ने छैनौँ, कसै सामु झुक्ने पनि छैनौँ। त्यो हाम्रो बाचा हो। धन्यवाद, नमस्कार।